गुड मर्निङ गाइस। अब चाहिँ म रेडी भएर ड्युटी हिँडेको। इट्स अराउन्ड 9 o'clock भइसक्यो। सो आजकल तपाईँलाई याद छ अफिसियल टाइम 10 बजी टक्कै पुग्नुपर्छ। त्यही कारणले आज म यहाँबाट निक्लिँदैछु। अब कति बजी पुग्छ बाटो, गान्तोकको बाटो तपाईँलाई याद छ कस्तो जाम हुन्छ होइन। गान्तोकको जाम कहिले जाला सरकारी काम भने जस्तो हुन्छ। सो अब हेर्दै जानु होला। अब हेरौँ है रोडको जाम कस्तो रहेछ, गाडी कति बेला पाउने हो अनि जामले कति बेला छोड्ने हो। हेरौँ यहाँदेखि डाँडा गाउँदेखि गान्तोक कति टाइम लाग्दो रहेछ। बल्ल बल्ल बस पायो, बसमा चढेको। प्याक रोड जाम गान्तोकमा। अडी बन्ने गर्दा आफ्नो गाडी भएर पनि के गर्नु लानु पाउँदैन। कोही बेला ट्याक्सी, कोही बेला बस, कोही बेला आफ्नो गाडी। यो हो नि एउटा नर्मल लाइफ मान्छेले जिउनु पर्ने है। सबै कुरोको एक्सपिरियन्स गरिराख्नुपर्छ। झर्यो बसबाट। गुड मर्निङ ब्रो। ए यो मेरो सेकेन्ड एसिस्टेन्ट। बिस्तारै हिँड्नु एसिस्टेन्ट। कुदेको तिम्रो जाने यहाँ भेटिने गर्दा चाहिँ हेर त मलाई अफिस पुग्यो। होइन हुन्छ है हाम्रोमा चाहिँ। गुड मर्निङ। गुड मर्निङ। फलो फलो। यस। सो गाइस बल्ल बल्ल अफिस आइपुग्यो। तादोङदेखि यहाँ मेरो अफिस आउनु लगभग नर्मली बाटो हो भने चाहिँ तपाईँको हार्डली 15 मिनट लाग्छ। तर आज जामको कारणले गर्दा झन्डै 45 मिनट जस्तो लाग्यो। केही छैन, तर पनि म अफिस आइपुगेँ यताउता गर्दै भए पनि। सो आजको दिन मेरो यहाँबाट सुरु हुन्छ र अब म काम सुरु गर्छु। तपाईँहरू पनि आफ्नो काममा लाग्नुहोस् र सबैजनालाई हेभ अ नाइस डे। टेक केयर। बाई बाई।